कार्यक्रम सञ्चालक प्रेम शेर्पाज्यूलाई, मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा दोलखाको आयोजनामा आज भइरहेको यस सभाका सभाध्यक्ष तथा दोलखा जिल्ला सभाका अध्यक्ष बाबुलाल तामाङज्यू, मञ्चमा आसीन केन्द्रीय सदस्य कुमार तामाङज्यू लगायत तपाईं सम्पूर्ण अतिथिगणहरू र हाम्रो मंगोल नेशनल अर्गनाइजेसनको कुराहरूलाई सुन्नको लागि एउटा व्यग्र प्रतीक्षामा धैर्य धारण गरेर बसिराख्नुहुने तपाईँ दिदीबहिनी एवं दाजुभाइहरूमा म आफ्नो व्यक्तिगत तर्फबाट यहाँहरूलाई न्यानो मंगोल स्यालुट टक्राउन चाहन्छु। जय मंगोल। धेरै कुराहरू त आइसकेको छ। विशेष गरेर मंगोल नेशनल अर्गनाइजेसनले लडेको लडाई, यसले दिन खोजेको निकास र गर्न खोजेको काम कर्तव्यहरूको विषयमा थोरै मात्रामा म तपाईहरु समक्ष आफ्नो कुराहरू राख्न चाहन्छु। विशेष गरेर संगठनले एउटा घोषणा गरेको अर्थात् संगठनले बनाएको नीति भनेको चाहिँ महामना डाक्टर गोपाल गुरुङले बनाएर छोड्नु भएको विधि विधान, उहाँले लेखेर जानु भएको पुस्तक र उहाँले निर्माण गरेर जानु भएको घोषणा पत्र मार्फतकै कुराहरू यहाँलाई दिने हो। महामना डाक्टर गोपाल गुरुङ ज्यूले लड्नु भएको लडाई भनेको चाहिँ उहाँ आफू मात्रै बन्ने होइन, उहाँ आफू बन्नको लागि लडेको लडाई हुन्थ्यो भने उहाँलाई ठुलो ठुलो लोभ लालचहरू देखाइएको थियो, राजदूतहरू उहाँलाई अफर गरिएको थियो, अञ्चलाधीशहरू अफर गरिएको थियो, धेरै तला अग्लो बिल्डिङहरूको अफर गरिएको थियो, तर उहाँले त्यो सबै कुराहरू त्यागेर हाम्रो निम्ति लडिदिनु भयो। त्यो किन त्याग्नु भयो त भन्दाखेरि उहाँले सधैँ भन्ने गर्नुहुन्थ्यो, मेरो लडाई भनेको म आफू बन्ने लडाई होइन, मेरो लडाई भनेको यहाँको 80% हिन्दू मूलवासी मंगोलहरूलाई यो देशको मालिक बनाउने, यो देशको शासक बनाउने, अथवा यहाँको साम्राज्यवादी शासकहरूले पशु भन्दा पनि तल्लो दर्जामा पुर्याइएको यहाँको मंगोल समुदायलाई मान्छे बनाउने लडाई हो भनेर उहाँले बारम्बार भनिराख्नुहुन्थ्यो, बारम्बार प्रशिक्षण दिइराख्नुहुन्थ्यो। अघि नै कुरा जोडिएको छ, यो दोलखा जिल्ला भनेको एउटा ऐतिहासिक जिल्ला हो। दोलखाको जिरी बजारमा हाम्रो डाक्टर गोपाल गुरुङले एउटा बृहत कार्यक्रम गर्नुभएको थियो, उहाँको उपस्थितिमा त्यो कार्यक्रम भएको थियो र त्यो कार्यक्रममा राम्रो उपस्थिति पनि भएको थियो, साथै त्यहाँ धेरैले कुरा पनि बुझ्नु भएको थियो। र यो दोलखा जिल्ला ऐतिहासिक यस कारणले पनि हो कि यसमा अर्को एकजना व्यक्तित्वको नाम जोडिन्छ। त्यो व्यक्तित्व भनेको चाहिँ तपाईहरुकै दोलखा गैरीमुदी निवासी जलन्धर पाक्रिनज्यू। उहाँले 2058 सालमा यही चरिकोटको यो 7 बाटोमा चाहिँ 2047 को संविधानलाई जलाइदिनु भएको थियो। किन जलाउनु भयो त त्यो संविधान? त्यो संविधान नभएर यो चाहिँ त्रिपक्षीय सम्झौता पत्र हो, कागजको खोस्ट हो भनेर महामना डाक्टर गोपाल गुरुङले पहिले घोषणा गरिसक्नु भएको थियो, पुस्तकमा लेखिसक्नु भएको थियो। त्यो संविधानलाई 2047 को संविधानलाई यहाँका शासकहरूले एसियाकै सर्वोत्कृष्ट संविधान भनेर चाहिँ एउटा ढोङ पिटेका थिए। विश्वभरि चाहिँ त्यो संविधानको त्यसरी व्याख्या गरिएको थियो, त्यसरी प्रचार गरिएको थियो। तर महामना डाक्टर गोपाल गुरुङज्यूले यो संविधान नभएर दरबारीय बाहुन क्षेत्री, कांग्रेस बाहुन क्षेत्री र कम्युनिस्ट बाहुन क्षेत्रीहरूको त्रिपक्षीय सम्झौता पत्र हो। यो चाहिँ कागजको खोस्टा मात्रै हो। यसमा यहाँको बहुसंख्यक मंगोलहरूको अथवा बहुसंख्यक जनताहरूको हक र अधिकारको कुराहरू लेखिएको छैन भनेर त्यसरी उहाँले व्याख्या र विश्लेषण गरिदिनु भएको थियो, पुस्तकमा लेखिदिनु भएको थियो। त्यसकारणले त्यो संविधान जल्नुपर्छ
भनेर उहाँकै निर्देशनलाई शिरोधार्य गरेर जलन्धर पाखरिनज्यूले यही सातो बाटोमा चाहिँ उहाँले त्यो संविधान जलाइदिनु भएको थियो। त्यो संविधान जलाइएपछि उहाँलाई प्रशासनले पक्राउ गरेर एउटा हिरासतमा लगेर कुटपिट गर्ने, अन्याय अत्याचार गर्ने त्यो सबै कार्यहरू गर्यो। तर अन्ततोगत्व त्यो संविधान वास्तवमा संविधान नभएर चाहिँ कागजको खोस्टोमा चाहिँ परिणत भएरै छोड्यो। यस कारणले पनि हामी के बुझ्ने कोसिस गर्नुपर्छ भन्दाखेरि यहाँको शासकहरूले जहिले पनि उनीहरूले गरेको कामलाई मात्रै व्याख्या विश्लेषण गर्ने, त्यसलाई चर्चा परिचर्चा गर्ने, तर त्यो चर्चा र परिचर्चाको विषयमा अर्थात् पछाडिपट्टि चाहिँ धेरै ठुलो षड्यन्त्रहरू लुकेको हुन्छ भन्ने कुरो चाहिँ तपाईँ हामीले बुझ्न जरुरी छ। र यस कारणले यो दोलखा जिल्ला भनेको एउटा ऐतिहासिक जिल्ला हो र यो दोलखा जिल्ला ऐतिहासिक जिल्ला रहेछ भन्ने कुरो अहिले हामीले नबुझे पनि कालान्तरमा हामीले यो बुझ्छौँ कि वास्तवमा जलन्धर पाखरिनज्यूले गर्नुभएको त्यस बेलाको साहस, त्यस बेलाको अडानले गर्दाखेरि चाहिँ हामीले आज नयाँ संविधान पाएका छौँ। त्यो नयाँ संविधानमा चाहिँ लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार लेखिएको छ। त्यसमा मानव अधिकारको कुराहरू लेखिएको छ। प्रेस स्वतन्त्रता, घुमफिर गर्ने स्वतन्त्रताहरू लेखिएको छ। त्यस कारणले गर्दाखेरि अहिले हामीले यो यसरी आफ्नो अस्तित्वको लागि, आफ्नो अधिकारको लागि बोल्न र लेख्न पाएका छौँ, लड्न पाएका छौँ। यदि त्यो संविधान नजलिएको भए हामी अहिले पनि तिनै पुराना जो संस्कारबाट हुर्केका थियौँ, त्यही एउटा कथित उनीहरूको हिन्दू संस्कारले सिकाएको जुन कुराहरू छ, मनुस्मृतिले बोलेर लेखेर गएको कुराहरू छ, त्यही कुराहरू चाहिँ हामीमाथि चाहिँ लादिएको हुन्थ्यो। मनुस्मृतिले के भन्छ त भन्दाखेरि यहाँको मतलब मानव समुदायहरूमा सबैभन्दा ठुलो भनेको चाहिँ बाहुन हो। बाहुन चाहिँ ब्रह्माको मुखबाट जन्मिएको हो, त्यस कारणले ऊ ठुलो। अनि क्षेत्री काँधबाट जन्मिएको, अनि वैश्य तिग्राबाट जन्मिएको र शूद्र पैतालाबाट जन्मिएको। शूद्रको अर्थ चाहिँ कसलाई लगाएको त भन्दाखेरि यहाँको बहुसङ्ख्यक 80% हिन्दू मूलवासी मङ्गोलहरूलाई शूद्र भनिएको थियो। शूद्र भनेको चाहिँ वास्तवमा यो राष्ट्रको एउटा अङ्ग होइन। शूद्र भनेको चाहिँ एउटा नीच हो, ऊ मान्छे नै होइन, उसलाई सम्मान गर्न लायकको हुँदैन। ऊ भनेको बाहुनको पैताला मुनिको धुलो सोसरा हो भनेर त्यसरी हामीलाई व्यवहार गरिन्थ्यो। र आज पनि त्यो संविधानहरू नजलिएको भए आज पनि हामी त्यो शूद्र भएर बाँच्नुपर्ने अवस्था भइ नै रहन्थ्यो। त्यस कारणले गर्दाखेरि यो इतिहासलाई हामीले बुझ्न जरुरी छ। र त्यो इतिहासलाई हामीले बुझेनौँ भने हामीले आफूलाई चिन्दैनौँ। आफूले नचिनिसकेपछि आफ्नो आफन्त, नाता गोता अथवा आफ्नो भन्ने को हो त्यही नै बुझ्दैनौँ, उसैलाई चिन्दैनौँ। हामीलाई जसले ललाइ फकाइ गर्छ उसैलाई ठुलो बनाउनेछौँ, उसैलाई महान मान्नेछौँ, उसैले भगवानको रूपमा पूजा गर्नेछौँ। हिजोको इतिहास कोट्टाएर हेर्ने भने जति बेला हाम्रो एउटा यो भूमिमा शरणार्थीको रूपमा शरण माग्नको लागि धोती र जनै मात्रै भिरेर बसेका एक समुदाय थियो। हाम्रो पुर्खाहरूले उनीहरूलाई घाँस बाँस कपास दिए, तर त्यसको बदलामा उनीहरूले के गरे त भन्दाखेरि यहाँको वास्तविक यो माटोको मालिकहरूलाई, यहाँको असली मङ्गोल मूलवासीहरूलाई आफ्नो अधिकार भन्न पनि दिएन, आफूलाई भन्न पनि दिएन। अनि राजनीति गर्ने अधिकार त त्यो परेको कुरा होस्, उनीहरूलाई शैक्षिक अधिकार दिएन, आर्थिक अधिकार दिएन, सांस्कृतिक अधिकारहरू दिएन, धार्मिक अधिकारहरू सबै खत्तम बनाएर उनीहरूले आफ्नो सम्प्रदायले मान्ने धर्म संस्कार संस्कृतिहरू चाहिँ हामीमाथि लादिए, हामीलाई मान्न बाध्य बनाए। उनीहरूले मान्ने चाडपर्वहरू चाहिँ हामीमाथि मान्न लगाए। हाम्रो चाडपर्व
चाडपर्वहरूलाई सबै मासेर त्यसलाई बदनाम गराएर अथवा मान्न नदिएर उनीहरूको चाडपर्वहरू मान्न हामीलाई बाध्य बनाइएको थियो। त्यो कुरो त हामीले त्यो इतिहास पल्टाएर हेऱ्यौँ भने सबै कुरो स्पष्टसँग बुझ्न सक्छौँ। त्यसो भएको कारणले गर्दाखेरि महामानव डाक्टर गोपाल गुरुङको विचार दर्शन र मङ्गोल नेसनल अर्गनाइजेसनले अघि सारेको जुन अभियान छ यसलाई बुझ्न सकेनौँ भने, यो समय पनि हामीले बुझेनौँ भने अब आउने केही समयमा हामी ठुलो दुर्घटनामा पर्न सक्छौँ। किन भन्दाखेरि यो एउटा इतिहास यस्तो छ, जति बेला इतिहासलाई पल्टाएर हेर्ने समयमा अथवा पल्टाएर हेर्ने सन्दर्भमा विश्वको धेरै मुलुकहरूको इतिहास यस्तो छ जुन मुलुकको इतिहासहरू दर्दनाक छ। यो नेपालको इतिहास भन्दा पनि, हाम्रो मुलुकको इतिहास भन्दा पनि, अर्थात् मुलुकको एउटा जुन अवस्था छ त्योभन्दा पनि धेरै दर्दनाक अवस्थाहरू थियो। जस्तै उदाहरणको लागि दक्षिण अफ्रिकालाई लिउँ। दक्षिण अफ्रिकामा आजभन्दा 350 वर्ष पहिला एउटा बाइबल लिएर धर्म प्रचारको लागि भित्रिएका, त्यो मुलुकमा भित्रिएका 15% गोराहरूले बिस्तारै बिस्तारै त्यहीँ आफ्नो डेरा जमाए, त्यहीँ आफ्नो रवाफ जमाउन थाले। बिस्तारै बिस्तारै त्यहाँको सोझो सिधा काला हप्सीहरूलाई आफ्नो पक्षमा लिएर, अर्थात् त्यहाँको सबै नियम कानुनहरूलाई राज्यले आफ्नो अधीनमा लिएर चाहिँ त्यहाँको 85% कालाहरूलाई, निग्रोहरूलाई चाहिँ एउटा मानवको दर्जामा बस्न नदिकन अमानवीय व्यवहार गरेको थियो। त्यहाँ त दास दासीको रूपमा उनीहरूलाई किनबेच गरिन्थ्यो। त्यहाँ घाँटीमा साङ्लो लगाएर एउटा दासलाई एउटा मालिकले बेच्ने गर्थ्यो र अर्को मालिकले किनेर उसलाई घिस्याउँदै लाने गर्थ्यो अनि आफ्नो घरमा काम लगाउँथ्यो। त्यो अवस्थामा एउटा महामानव नेल्सन मण्डेलाको जन्म हुन्छ। नेल्सन मण्डेलाले त्यो 85% त्यहाँको कालाहरूको हक हितको लागि, अस्तित्वको लागि, अधिकारको लागि आवाज उठाउँदाखेरि त्यहाँ गोरा शासकहरूले 27 वर्षसम्म जेलमा राखेको इतिहास छ। 27 वर्षसम्म जेलमा राख्दा पनि नेल्सन मण्डेलालाई त्यहाँको शासकहरूले झुकाउन सकेन, किन्न सकेन, फकाउन सकेन। अन्तिममा के गरे त उनीहरूले भन्दाखेरि उनीहरूले बाध्य भएर नेल्सन मण्डेलालाई रिहाई गर्नु परेको एउटा इतिहास छ। नेल्सन मण्डेला रिहाई हुने बित्तिकै उहाँको पक्षमा त्यहाँको जनताहरू उर्लिन थाल्यो। त्यहाँको जनताहरूले नेल्सन मण्डेलालाई साथ दिन थाल्यो। त्यस पछाडि फेरि अब नेल्सन मण्डेलाको अभियान चाहिँ सफल हुने भयो भनेर चाहिँ त्यहाँको गोराहरू शासकहरूले के गरे त भन्दाखेरि त्यही काला अनुहारको मान्छेहरूलाई पार्टी प्रमुख बनाएर अगाडि सारेर विभिन्न पार्टीहरू खोलिदियो, विभिन्न दलहरू खोलिदियो। अनि त्यसो भएपछि नेल्सन मण्डेलाको पक्षमा जाने जति पनि सङ्ख्या छ, मान्छेहरू छ, त्यो सबै अल्मलिन्छ भन्ने हिसाबले उनीहरूले त्यो प्रयास गरे। तर अन्ततोगत नेल्सन मण्डेलाको जित भएरै छोड्यो। त्यस्तै अर्को इतिहास कोट्याएर हेरौँ। हाम्रो छिमेकी मुलुक भारतमा पनि अङ्ग्रेजहरू इस्ट इन्डिया कम्पनीको नाममा चाहिँ उनीहरूले व्यापार गर्ने सिलसिलामा चाहिँ त्यहाँ पनि 15% अङ्ग्रेजहरू इन्डिया भित्रिएका थिए व्यापार गर्नको लागि। बिस्तारै बिस्तारै त्यहाँको सोझा सिधा मूलवासी इन्डियनहरूलाई आफ्नो कब्जामा पार्दै गयो, आफ्नो कब्जामा जमाउँदै गयो। त्यो आफ्नो कब्जा जमाउँदै गर्दाखेरि त्यहाँको सबै शासन सत्ताहरू, जसरी नेपालमा 22-24 राज्यहरू थियो, त्यसै गरी त्यहाँ पनि रजौटाहरू, राजा रजौटाहरू थिए। ती सबै राजा रजौटाहरूलाई चाहिँ जितेर अन्यायपूर्ण तरिकाले उनीहरूलाई राज्य शोषण गरेर अनि त्यहाँको शासन सत्ता जब गोरा अङ्ग्रेजहरूको हातमा पर्यो, त्यस पछाडि त्यहाँको 80-85% मूल निवासी इन्डियनहरूको
हाम्रो भन्दा नि बत्तर भयो। उनीहरू एकदमै मान्छे भएर बाँच्न पाएन। पछाडि त्यहाँ पनि त्यहाँको मूल निवासीहरूले त्यो कुरा बुझिसकेपछि अङ्ग्रेजहरूको विरुद्धमा चाहिँ आवाज उठाउन थाल्यो। महात्मा गान्धी, सुभाष चन्द्र बोसहरूको नेतृत्वमा त्यहाँनिर युद्धहरू हुन थाल्यो, क्रान्तिहरू हुन थाल्यो र त्यस पछाडि त्यो मूल निवासीहरूको युद्ध चाहिँ सफल हुने देखेपछि त्यहाँको अङ्ग्रेज शासकहरूले चाहिँ त्यही इन्डियनहरूलाई अगाडि सारेर विभिन्न पार्टीहरू खोलिदियो। उनीहरूलाई पैसा पनि दियो, पद दियो, विभिन्न किसिमको समाचार सम्प्रेषणहरू सबै दियो, उनीहरूको प्रचार प्रसार गरिदियो, साथ सहयोग दियो। त्यो किन दियो त भन्दाखेरि त्यो अङ्ग्रेजहरूको विरुद्धको जुन आन्दोलन छ त्यो चाहिँ तुइयोस् भन्ने उनीहरूको चाहना थियो। तर अन्ततगत त्यहाँको बहुसङ्ख्यक मूल निवासीहरूले कुरो बुझिसकेपछि भनेको त्यहाँको मूल निवासीहरूको जित भयो र अङ्ग्रेजहरू चाहिँ इन्डियालाई छोडेर, भारतलाई छोडेर आफ्नै देश फर्किनु पर्यो। त्यस्तै अफगानिस्तानको इतिहासलाई हेरौँ। अफगानिस्तानमा पनि त्यस्तै त्यहाँका अमेरिकी सेनाहरूले आएर त्यहाँ 20 वर्षसम्म चाहिँ एक किसिमको त्यहाँ अन्य अत्याचारहरू गरे। त्यहाँको जनताहरूले आफ्नो मौलिक अधिकारहरूको आवाज उठाउँदा पनि उठाउन पाएका थिएनन्। तर अन्ततगत त्यहाँ पनि अफगानिस्तानहरूको चाहिँ जित भएरै छोड्यो। भने हाम्रा डाक्टर गोपाल गुरुङले उठाउनु भएको मुद्दा के हो त भन्दाखेरि उहाँले उठाउनु भएको मुद्दा भनेको चाहिँ वर्णभेदी नीति विरुद्धको लडाइँ हो। सदियौँदेखिको लडाइँ भनेको चाहिँ यहाँ भनेको चाहिँ कुनै पनि दर्शनको लडाइँ होइन, यहाँ चाहिँ वर्णको लडाइँ हो। मङ्गोल वर्णहरूलाई जसरी हुन्छ, जुन हालतले हुन्छ, जुन तरिकाबाट हुन्छ, उनीहरूलाई चाहिँ शासन सत्तामा पुग्न दिनु हुँदैन, उनीहरूलाई राजनीतिक सचेत हुन दिनु हुँदैन, उनीहरूले शैक्षिक अधिकार दिनु हुँदैन र उनीहरूलाई जहिले पनि एउटा शासितको रूपमा बनाइराख्नुपर्छ भन्ने रणनीति हो। त्यति मात्र नभएर यिनीहरूलाई मान्छेको रूपमा पनि गनिनु दिनु हुँदैन, यिनीहरूलाई अछुत भन्नुपर्छ, अछुतको रूपमा व्यवहार गर्नुपर्छ भनेर नै त्यो व्यवहारहरू गर्दै आएका थिए। त्यसको विरुद्धमा महामानव डाक्टर गोपाल गुरुङले आवाज उठाउनु भयो। त्यो आवाज भनेको के हो त भन्दाखेरि यो मुलुकमा चाहिँ मानवाधिकार हुनुपर्छ, लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार हुनुपर्छ भनेर उहाँले भन्नुभयो। किन भन्नुभयो त्यो भन्दाखेरि यो मुलुक भनेको चाहिँ बहुसङ्ख्यक यहाँको मूलवासी मङ्गोलहरूको मुलुक हो। त्यस कारणले गर्दाखेरि यहाँ हिन्दू शासकहरू, हिन्दू राजाहरू चाहिँ हुनु हुँदैन। हिन्दू राजाहरू भयो भने उनीहरूले जहिले पनि अहिन्दूहरूलाई चाहिँ पेल्नेछन्, अहिन्दूहरूलाई अधिकार दिने छैन। त्यस कारणले लोकतन्त्र आउनु भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ त्यो धोती र जनै भिरेर पसेका जो आर्य साथीहरू छ उनीहरू पनि सुरक्षित हुनु हो। लोकतन्त्रमा भनेको चाहिँ कसैको अधिकारको हनन हुँदैन। र पहिला केन्द्रीकृत शासन प्रणाली थियो भनेको मतलब काठमाडौँ भएर मात्रै सबै शासन प्रणालीहरू चलाइन्थ्यो। त्यो शासन प्रणालीलाई विकेन्द्रीकरण गरेर चाहिँ अहिले प्रदेश सरकार बनेको छ, स्थानीय सरकार बनेको छ। त्यस पछाडिको एउटा जुन गाउँघरमा आएको माहौल छ, सामान्य भए पनि विकासहरूको कामहरू भएको छ, त्यो चाहिँ लोकतन्त्रले ल्याएको एउटा परिणाम हो। त्यस्तै हिजो हिन्दू राष्ट्र थियो। हिन्दू राष्ट्र हुनु भनेको चाहिँ यहाँ बहुसङ्ख्यक अहिन्दूहरूको चाहिँ एउटा साझा चिहान हो भनेर महामानव डाक्टर गोपाल गुरुङले आफ्नो पुस्तकमा पनि लेखेर जानुभएको छ। यो मुलुक हिन्दू राष्ट्र हुनु भनेको बहुसङ्ख्यक 80% अहिन्दू मूलवासी मङ्गोलहरूको चाहिँ साझा चिहान हो। भनेको मतलब के हो त भन्दाखेरि यहाँ भनेको हिन्दू मान्यता खालि 20% मात्रै छ, 80% भनेको अहिन्दूहरू छन्। अहिन्दू भनेको चाहिँ कोही बुद्धिस्ट छन्, कोही क्रिस्चियन छन्, कोही चाहिँ मङ्गोल अथवा कोही चाहिँ प्रकृति पूजक छन्, कोही इस्लाम धर्म मान्ने छन्, कोही जैन धर्म मान्ने छन्। हिन्दू धर्म मानेको 20% मात्रै हो भन्ने कुरा चाहिँ तपाईँ हामीले बुझ्नु पनि पर्छ।
र त्यस कारणले गर्दाखेरि यहाँ सम्पूर्ण नागरिकहरूको निम्ति चाहिँ धर्मनिरपेक्ष हुनुपर्छ भनेर आवाज उठाउनु भएको थियो। त्यो सबै कुराहरू चाहिँ अहिले तपाईहरूले पाएका छौँ। त्यो पाउनुमा भनेको चाहिँ योगदान कसको हो त भन्दाखेरि यो योगदान भनेको चाहिँ महामना डाक्टर गोपाल गुरुङज्यू हो। उहाँले आफ्नो जीवनभरि नै यसको निम्ति लडिराख्नु भयो। सन् 1979 देखि आवाज उठाउनु भएको उहाँले, अर्थात् 2085 मा त उहाँले सन् 1985 मा नेपाली राजनीतिमा अधेका सच्चाइ पुस्तक लेख्नुभयो। त्यो पुस्तक लेखेकै कारणले गर्दाखेरि त्यसको दोस्रो त्यो पुस्तक चाहिँ भूमिगत रूपमा बिक्री भयो। त्यसको दोस्रो संस्करण 1988 मा निस्क्यो। 1988 मा त्यसको दोस्रो संस्करण निस्किएपछि त्यो संस्करणको फोटोकपीकै आधारमा चाहिँ उहाँलाई पक्राउ गरियो। पक्राउ गरेर चाहिँ हिरासतमा लग्यो। हिरासतमा लगेर चाहिँ त्यहाँको सिडिओ, त्यहाँको डिएसपी, इन्सपेक्टर, सब इन्सपेक्टरहरू बसेर चाहिँ उहाँलाई केरकार गर्ने, उहाँलाई चाहिँ एउटा टर्चर दिने, टेबल ठटाई धम्काउने, त्यो भाषाहरू प्रयोग गर्ने जस्ता कुराहरू भए। तर महामना डाक्टर गोपाल गुरुङ आफ्नो अडानबाट पछि हट्नु भएन। किन हट्नु भएन त भन्दाखेरि उहाँको अडान, उहाँले लड्नु भएको लडाइँ चाहिँ सत्यताको लडाइँ थियो। त्यो यहाँको बहुसङ्ख्यक नागरिकहरूको निम्ति थियो, अर्थात् यो देशको नागरिकहरूको निम्ति र राष्ट्रियताको निम्ति थियो। तर अन्तिममा के भयो त भन्दाखेरि उहाँलाई त्यो न्याय स्वरूप उहाँलाई 3 वर्षको जेल सजाय भयो। 3 वर्षको जेल सजाय भएपछि उहाँ जेल चलान हुनुभयो। जेल चलान हुनुभएको 4 महिनाभित्रमै जेलभित्रै, भद्रकोट जेलभित्र मङ्गोल नेसनल अर्गनाइजेसन नामको सङ्गठन, यो जुन अहिले हामीले यसको लागि अभियान चलाइरहेका छौँ, यो सङ्गठन र यसको घोषणापत्र, यसको झन्डा र यसको नामाकरण 1989 जनवरी 1 तारिकको दिन चाहिँ उहाँले जेलभित्रकै कैदीहरूलाई वरिपरि राखेर चाहिँ उहाँले घोषणा गर्नुभयो। अनि त्यस पछाडि 3 वर्ष पछाडि उहाँ जेलबाट मुक्त हुनुभयो। त्यो जेलबाट मुक्त किन हुनुभयो त त्यसको पनि एउटा इतिहास छ। जेलबाट मुक्त भएपछि उहाँको त्यो सङ्गठनलाई दर्ता गर्नको लागि निर्वाचन आयोगमा जानुभयो, तर निर्वाचन आयोगले चाहिँ दर्ता दिएन। किन दर्ता दिएन त भन्दाखेरि तपाईँले यो मङ्गोल भन्ने शब्द हटाएर ल्याउनुहोस्। किन हटाउने भन्दाखेरि यो शब्द साम्प्रदायिक देखिन्छ भनेर उनीहरूले प्रत्युत्तर दियो। तर उनीहरूले संविधानमै हिन्दू आर्य भनेर लेखिरहेको थियो। हिन्दू आर्य भनेर संविधानमा चाहिँ लेख्ने, अनि मङ्गोलले मङ्गोल भनेर चाहिँ लड्न नपाउने भनेर उहाँले प्रतिप्रश्न गर्नुभयो। त्यो प्रतिप्रश्न गरेपछि उहाँले चाहिँ जब दर्ता पाउनु भएन, दर्ता नपाएपछि उहाँले सर्वोच्च अदालतमा निर्वाचन आयोग विरुद्ध चाहिँ मुद्दा दायर गर्नुभयो। उहाँले मुद्दा लड्नुभयो, तर मुद्दा पनि के भयो त भन्दाखेरि उहाँको अनुपस्थितिमा बेरितको भनेर चाहिँ त्यो मुद्दालाई पनि डिसमिस बनाइदियो। त्यो बेरितको भन्नु चाहिँ मुद्दा हारेको भन्ने होइन। त्यो किन त्यसरी गरे त उनीहरूलाई भन्दाखेरि जो उनीहरू साम्प्रदायिक सोचका छन्, जसले उनीहरू चाहिँ उनीहरूको भित्र चाहिँ साम्प्रदायिक सोच भरिएको छ, त्यो दिमागले चाहिँ अरूले आफ्नो अधिकारको कुरा उठायो भने, आफ्नो अस्तित्वको आवाज उठायो भने सिधै उसले चाहिँ साम्प्रदायिक देख्ने गर्छ। अहिले पनि त्यही भइरहेको छ। हामीले मङ्गोलले मङ्गोल भन्न नपाउनु, उनीहरू त संविधानमै सुरक्षित छ, खास आर्य भने। त्यस कारणले गर्दाखेरि महामना डाक्टर गोपाल गुरुङज्यूले लड्नु भएको लडाइँ भनेको चाहिँ यहाँको बृहत्तर मङ्गोलहरूको निम्ति मात्रै नभएर सम्पूर्ण नागरिकहरूको निम्ति र राष्ट्र र राष्ट्रियताको निम्तिको लडाइँ हो। यो कुरा तपाईँहरूले बुझ्नु जरुरी छ। र अघि मैले कुरा जोड्दै थिएँ कि मङ्गोल नेसनल अर्गनाइजेसनको लडाइँ अर्थात् महामना डाक्टर गोपाल गुरुङको सपना अब साकार हुने समय आइसकेको छ।
यो समय भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले जित्ने समय हो। अब सङ्गठनले चुनावहरू जित्छ भन्ने कुराहरू आइसकेको छ। पहिला पनि चुनावहरू जितेको थियो, तर त्यस बेला चाहिँ हाम्रो सङ्गठन दर्ता भएको थिएन। सङ्गठन दर्ता नभएको कारणले गर्दाखेरि चुनाव जितेका मान्छेहरूलाई विभिन्न किसिमको त्यहाँनिर टर्चरहरू गरियो, विभिन्न किसिमको झाग धम्कीहरू दिइयो, प्रलोभनहरू देखाइयो। त्यस कारणले गर्दाखेरि त्यो जितहरूले एउटा दीर्घकालीन एउटा लिन सकेन। तर अब जित सुनिश्चित भइसकेको छ। यो समयमा तपाईँ हामीले आफ्नो जितलाई चिन्न सकेनौँ भने, अब हाम्रो जित हुँदैछ भन्ने कुरा हामीले थाहा पाउन सकेनौँ भने हाम्रो चाहिँ दुर्घटना हुन जान्छ। र महामना डाक्टर गोपाल गुरुङले लड्नु भएको लडाइँमा यहाँनिर मानव अधिकारको कुराहरू छ, स्वतन्त्रता समानता भातृत्वको कुराहरू छ। त्यो स्वतन्त्रता समानता भातृत्व भनेको चाहिँ मानव समुदायलाई चाहिने अधिकारहरू हो, स्वतन्त्रताहरू हो। त्यस कारणले गर्दाखेरि उहाँले लड्नु भएको लडाइँमा भनेको सम्पूर्ण नेपाली नागरिकहरूको चाहिँ भविष्य सुन्दर छ। तर हाम्रा डाक्टर गोपाल गुरुङलाई नै र उहाँले खोल्नु भएको जुन सङ्गठनलाई नै साम्प्रदायिक सोचले जसले हेर्ने गर्छ, साम्प्रदायिक विधिले जसले व्याख्या र विश्लेषण गर्ने गर्छ, तपाईँ हामीले बुझ्नुपर्छ कि ऊभित्र चाहिँ जसले व्याख्या र विश्लेषण गर्दैछ ऊभित्र चाहिँ त्यो साम्प्रदायिकता सोच भावना विचार चाहिँ एकदमै भरिएको हुन्छ भन्ने कुरो तपाईँ हामीले बुझ्नुपर्ने हुन्छ। र हाम्रा डाक्टर गोपाल गुरुङको अब यो लडाइँमा जित हुँदैछ भन्ने कुरो उनीहरूले थाहा पाइसकेको छ। त्यस कारणले गर्दाखेरि यो सङ्गठनभित्रैको कतिपय बिक्ने मान्छेहरू छ, त्यो बिक्ने मान्छेहरूलाई सङ्गठनको विरुद्धमा खेल्न लगाउने, सङ्गठनको विरुद्धमा आवाज उठाउन लगाउने त्यस्तो कामहरू पहिल्यैदेखि हुँदै आएको छ। हाम्रा डाक्टर गोपाल गुरुङज्यूलाई जति बेला साथ सहयोग दिनुपर्ने थियो त्यति बेला साथ सहयोग दिन नसक्ने मान्छेहरू अहिले फेरि अर्कै रूपहरू धारण गरेर चाहिँ अर्कै षड्यन्त्रहरू बुनेर फेरि सङ्गठनमा चाहिँ अर्कै एउटा त्यस्तो खालको विचलनहरू ल्याउने प्रयासमा लागिपरेका छन्। त्यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। त्यो त भयो सङ्गठनभित्रको। अब सङ्गठन बाहिरको अनुहार मात्रै मङ्गोलको छ, तर उनीहरूको विचार भनेको चाहिँ हिन्दूवाद बाहुनवादलाई नै मलजल गर्ने खालको, आफू चाहिँ हनुमान भएर बस्ने, हनुमान भएर आफ्नो शाखा सन्तानहरूलाई धोका दिने, तर एक छाक खानको लागि एक आङ लाउनको लागि चाहिँ त्यो अवसरहरू चाहिँ चुकाउनु हुँदैन भन्ने खालको त्यस्तो व्यक्तिहरू जो कि अनुहार मात्रै मङ्गोल छ तर उनीहरूको संस्कार चाहिँ सबै हिन्दू बाहुनवादले भरिएको, त्यस्तो व्यक्तिहरूलाई अहिले फेरि हाम्रो सामुन्ने अगाडि बढाउन थालेको छ। यो किन भन्दाखेरि अघि नै मैले उदाहरण दिइसके दक्षिण अफ्रिकाको विषयमा, छिमेकी मुलुक भारतको विषयमा। जसरी त्यहाँको बहुसङ्ख्यक मूलवासीहरूको लडाइँ सफल हुने देखेपछि शासकहरूले उनीहरूकै अनुहारको मान्छेहरूलाई अगाडि बढाएको थियो। अहिले नेपालमा पनि अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई र महामना डाक्टर गोपाल गुरुङको दर्शन सिद्धान्तलाई चाहिँ कसैले पनि रोक्न सक्ने छैन, छेक्न सक्ने छैन। अर्थात् यो सङ्गठनलाई, यो सङ्गठनको जितलाई रोक्ने र छेक्ने संसारमा कुनै शक्ति छैन भन्ने कुरो प्रमाणित भएपछि अहिले हाम्रो अनुहार मात्रै हाम्रो छ, तर सबै दर्शन विचारहरू चाहिँ त्यही साम्राज्यवादी शासकहरूकै बोकेको हाम्रो अनुहारको मान्छेहरूलाई अगाडि सारेको छ। त्यो अगाडि सार्यो भनेर हामी झुक्किनु चाहिँ हुँदैन। तपाईँ हामी झुक्क्यौँ भने हाम्रो हालत चाहिँ एकदमै खराब हुन जान्छ। हामी दुर्घटनामा परिसकेका हुन्छौँ। त्यो दुर्घटना परिसकेपछि भनेको चाहिँ तपाईँ हामीले न पछुताउने ठाउँ पाउँछौँ न माफी माग्ने ठाउँ पाउँछौँ। त्यो अवस्थामा हामी पुग्नेछौँ। जस्तै उदाहरणका लागि तपाईँलाई म पेश गरौँ युक्रेनको इतिहास। युक्रेनमा अहिले पनि त्यहाँ लडाइँ भइरहेको छ।
त्यो लडाई भनेको चाहिँ त्यहाँको जनताहरूले चाहेर भएको लडाई होइन। त्यो लडाई भनेको चाहिँ रचना गरिएको लडाई हो। त्यो किन रचना गरिएको लडाई हो भन्दाखेरि साम्राज्यवादी शासकहरू आफू ठुलो बन्नको लागि चाहिँ अर्को ठुलो मुलुकलाई जो विकसित हुँदैछ त्यो विकसित हुँदै गरेको मुलुकलाई अगाडि बढ्न नदिनको लागि सानो सानो मुलुकहरूलाई चाहिँ एउटा अल्झनको रूपमा प्रयोग गर्ने गर्छ। आज त्यो दुर्दशा भोगिरहेको छ युक्रेनले। युक्रेनमा जो अहिले त्यहाँको राष्ट्रपति छ भ्लादिमिर पुटिन जेलेन्स्की, त्यो जेलेन्स्की एकताका उनी चाहिँ एउटा नाटक गर्ने काम गर्थे। त्यो नाटक गर्ने काम गर्थे। त्यो नाटक अथवा त्यो नाटक गर्दाखेरि नै उहाँलाई एक किसिमको त्यो पात्र दिइयो कि त्यो जेलेन्स्कीकै एउटा रोलमा त्यो पात्र बनाएर जेलेन्स्कीलाई नै खेलाइएको छ। जेलेन्स्कीलाई खेलाएको त्यो नाटकमा चाहिँ के गरिएको छ भन्दाखेरि त्यहाँको सबै भ्रष्टाचारहरू मुक्त गराउने, जनताहरूलाई चाहिँ न्याय दिने त्यो नायकको रूपमा चाहिँ प्रस्तुत गरिएको छ। त्यो फिल्म हेरेपछि, त्यो नाटक हेरेपछि त्यहाँको जनताहरूले साँच्चीकै जेलेन्स्कीलाई चाहिँ आफ्नो हिरो मान्न थाल्यो, आफ्नो भगवान मान्न थाल्यो। निर्वाचन भयो, निर्वाचनमा बहुमतले उसलाई राष्ट्रपति बनायो। राष्ट्रपति बनिसकेपछिको अहिलेको अवस्था हेर्नुहोस् त, त्यहाँको जनता न रुँदा उनीहरूले शान्ति पाएको छ, न हाँस्दा उनीहरूले सुख पाएको छ। उनीहरू त्यो अवस्थामा छन्। आज त्यहाँको जनताहरू अर्थात् त्यहाँको युवा युवतीहरूले के भन्ने गर्छ अरे भन्दाखेरि आफ्नै बाउ आमालाई उनीहरूले चाहिँ हराउँछ अरे, अनुरोध गर्छ अरे कि हम्मर लिएर मेरो खुट्टा भाँचिदेऊ, मेरो नली खुट्टा भाँचिदेऊ भनेर त्यहाँ अनुरोध गर्छ अरे। त्यो किन अनुरोध गरे त भन्दाखेरि त्यो नली खुट्टा भाँचिएन भने बन्दुक हान्नको लागि मात्रै ट्रेनिङ गराएर तालिम दिएर चाहिँ युद्धमा पठाउने गर्छ युवा युवतीहरूलाई। अनि त्यो युद्धमा गइसकेपछि फर्किने अवस्था त हुँदैन। त्यसकारणले त्यो युद्धमा जानुभन्दा पहिला नै आफ्नो खुट्टा भाँचिदियो भने बरु मेरो खुट्टा भाँचिएको छ भन्न त पाइयो भन्ने हिसाबले त्यहाँको युवा युवतीहरूले चाहिँ आफ्नै बाबाआमाद्वारा त्यहाँको खुट्टा भाँची मागिरहेको छ। हामीले पनि अब गल्ती गर्यौँ भने हिजो त जति गल्ती गर्यौँ तर अब पनि गल्ती गर्यौँ भने त्यो अवस्था नआउला भन्न सकिँदैन। त्यो अवस्था आयो भने जहाँ जति बेला त्यो अवस्था आउँछ त्यति बेला न हामीले माफी माग्ने ठाउँ हुन्छ, न पछुताउने ठाउँ हुन्छ, न चाहिँ हाँस्दा शान्ति हुन्छ, न रुँदा चयन हुन्छ। केही गर्दा हुँदैन। त्यो अवस्था आउन सक्छ। त्यो अवस्था ल्याउनको लागि साम्राज्यवादी शक्तिहरूले चाहिँ त्यो गेम खेलिरहेको छ। त्यो कुरो तपाईँ हामीले बुझ्नुपर्ने हुन्छ। त्यो लडाई अर्थात् त्यो खालको एउटा षड्यन्त्रहरू तपाईँ हामीले बुझ्न सकेनौँ भने अहिले जुन शक्तिले हिजोका ठुल्ठुला पार्टीहरू बनाउँदाहरूलाई धुलो पिठो बनाइदियो जेन्जी आन्दोलनको नाममा, आज उनीहरू जनता समक्ष जानको लागि पनि धेरै नै अब उनीहरूले सोच्नु पर्ने परिस्थितिहरू आइपरेको छ। उनीहरूले सोच्नु परेको छ जनताको सामुन्ने कुन मुख लिएर जाने। जुन मुख लिएर हिजो गएर भोट मागेका थिए, भोट बटुलेका थिए, अनि त्यो भोट बटुलेर जसले जिताएर पठाएका थियो देश विकासको लागि, सुशासनको लागि, अनि हाम्रो अधिकारहरू, मानव अधिकारहरू स्थापित गर्नको लागि भनेर जसले भोट दिएर पठाएका थिए, त्यो भोट दिएर पठाएको व्यक्तिहरूले केही कारणले गर्दाखेरि यो मुलुकमा चाहिँ जेन्जी आन्दोलन निम्तिनु पर्यो। त्यो जेन्जी आन्दोलन जनताहरूको कारणले निम्तिएको होइन। त्यो जेन्जी आन्दोलन त्यो युवाहरू अर्थात् त्यो जेन्जी जेनेरेसनहरूले चाहेर गरेको पनि होइन। त्यो एउटा परिस्थिति बनाउने भनेको चाहिँ तपाईँ हामीले नै हिजोको दिनमा भोट दिएर पठाएको व्यक्तिहरूको कारणले गर्दा, त्यो व्यक्तिहरूको अदूरदर्शिताको कारणले गर्दाखेरि, उनीहरूको गैर जिम्मेवारी
भएको कारणले गर्दाखेरि त्यो आन्दोलन भयो। त्यो आन्दोलनमा हामीले देख्यौँ धेरै नेताहरूको घर जल्यो, संसद भवन जल्यो, सर्वोच्च अदालत जल्यो, अनि धेरै नेताहरूको घर जल्दाखेरि तपाईँले देख्नुभयो नि झलझल्ती पैसाहरू जलेको, सुन चाँदीहरू जलेको। त्यो पैसा सुन चाँदी भनेको चाहिँ कसको हो त? उनीहरूले साँच्चीकै आफ्नो रगत पसिना बगाएर कमाएको सम्पत्ति हो त? एकचोटि तपाईँ हामीले आफैले प्रश्न गरौँ त। पक्कै पनि होइन। त्यो सम्पत्ति भनेको चाहिँ तपाईँ हामीले खाइ नखाइकन चाहिँ परिश्रम गरेर मेहनत गरेर चुकाएको कर, हामीले सरकारले बुझाएको कर, ट्याक्सको एउटा हिस्सा हो। त्यो सम्पत्तिमा भनेको हाम्रो हक अधिकार लाग्थ्यो। अनि त्यो सम्पत्ति भनेको चाहिँ नेपाल विकास होस् भनेर अन्तर्राष्ट्रिय जगतहरूले चाहिँ अनुदानको रूपमा, ऋणको रूपमा दिएको सम्पत्ति हो। त्यो सम्पत्ति हाम्रो प्रत्येकको टाउकोमा चाहिँ जो वैदेशिक ऋणहरू छ, त्यो प्रत्येकको टाउकोमा चाहिँ हामीसँग ऋण बोकेका छौँ। त्यो ऋणको एउटा हिस्सा हो। तर हिजो हामीले झलझल्ती त्यो जलेको सम्पत्ति, सुन चाँदी, पैसा देख्यौँ। अब त्यसमा तपाईँ हामी पनि दोषी छौँ। जसले भोट दिए, जसले भोट दिएर पठाएका थिए, उनीहरू दोषी छन्। किन दोषी छन् भन्दाखेरि देश विकासको लागि, अर्थात् हाम्रो नेता भनेर विश्वास गरेर उसलाई भोट दिएर पठाएको व्यक्तिले नै त्यसरी कुम्ल्याउँछ, सम्पत्ति, राष्ट्रिय धन, राष्ट्रिय ढुकुटी रित्याउँछ भने त्यसलाई जिताएर पठाउने मान्छे पनि दोषी हो कि होइन त? हामीले विचार गर्नुपर्ने यो समय हो। उनीहरू त दोषी भए, तर तपाईँ हामीलाई पनि लोभ लालचामा फसाएर, आश्वासनमा फसाएर भोट दिन बाध्य बनाएर हामीलाई पनि त्यो अपराधको हिस्सेदारी, साझेदारी बनाएर छोड्यो उनीहरू। त्यस कारणले गर्दाखेरि अब तपाईँ हामीले गल्ती गर्ने, अब चाहिँ हामीले गल्ती गर्ने दिन छैन। हामीले अब गल्ती गर्नु हुँदैन। जसले हिजो भोट दिएर पठाए थियो एमाले, काङ्ग्रेस, माओवादी भनौँ त ठुला दलहरूका नेताहरूलाई अनि ठुला पार्टीहरूलाई आज त्यो भोट दिने मान्छेहरू नै पछुताइरहेको छ। लजाउने, शर्माउने अवस्था आइसकेको छ। बेकार मैले त्यस बेला भोट दिएछु भन्ने अवस्था आएको छ। त्यो किन भयो त भन्दाखेरि त्यस बेला नै तपाईँ हामीले जति बेला हामीले बुद्धि बुढ्याउनु पर्थ्यो, जति बेला हामीले विवेकको प्रयोग गर्नु पर्थ्यो, त्यस बेला हामीले विवेकको प्रयोग गर्न सकेनौँ, विवेक प्रयोग गरेनौँ। त्यसको बदलामा यो एउटा दुर्दशाहरू हामीले भोग्नु परिरहेको छ। त्यस कारणले गर्दाखेरि अब भनेको चाहिँ तपाईँ हामीले विवेकपूर्ण निर्णय गर्ने, फैसला गर्ने, विवेकपूर्ण काम गर्ने समय आइसकेको छ। यदि तपाईँ हामीले यो समयमा विवेक पुर्याउन सकिएन भने अघि पनि मैले जोडे, हाम्रो मुलुकलाई युक्रेन नबनाउन सक्छ भनेर भन्न सकिँदैन। हामी युक्रेनी जनता जस्तो रुवाबासी गरेर भोलिको दिनमा हाम्रो छोरानातीहरू बाँच्नुभन्दा अहिले नै तपाईँ हामीले चाहिँ बुद्धि पुर्याउनु चाहिँ जरुरी छ। अहिले नै विवेकको प्रयोग गर्न जरुरी छ। लोकप्रियताको नाममा यहाँनिर आइरहेको छ। त्यो लोकप्रिय कसले बनायो त? कसरी बनायो? त्यो लोकप्रिय किन भयो भन्ने कुरा चाहिँ तपाईँ हामीले बुझ्नु जरुरी छ। मङ्गोल नेसनल अर्गनाइजेसनले आज सांगठनिक रूपमा पनि 37 वर्ष पुरा हुँदैछ। एमएनओले लडेको लडाई, उसले एमएनओले लडेको लडाई अर्थात् मङ्गोल नेसनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङले लडेको लडाई भनेको यो मुलुकमा राजतन्त्र होइन, लोकतन्त्र हुनुपर्छ। राजा होइन, राजाको ठाउँमा राष्ट्रपति हुनुपर्छ। केन्द्रीकृत शासन प्रणाली होइन, प्रान्तीय सरकार र स्थानीय सरकार हुनुपर्छ। एकल धार्मिक राष्ट्र होइन, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ भनेर लड्नु भएको थियो नि। त्यो अधिकार आज हामीले पाइसकेका छौँ। तर महामना डाक्टर गोपाल गुरुङलाई उल्टो गाली गर्ने, खिसीटिउरी गर्ने, साथ सहयोग नगर्ने, त्यो किन भइरहेको छ त भन्दाखेरि महामना डाक्टर गोपाल गुरुङलाई
बुझ्ने अवसर नै हामीले पाएनौँ होला, बुझ्ने मौका नै दिएन होला। हामीलाई त्यो महामानव डाक्टर गोपाल गुरुङको पुस्तकहरूसँग अर्थात् विचार दर्शनसँग भेट हुनै दिएन होला। त्यो परिस्थितिहरू सिर्जना गरिदियो। किन सिर्जना गरिदियो भन्दाखेरि उनीहरूले यस्तै एउटा शक्तिलाई ढाले जस्तो गर्ने अनि अर्को शक्ति खडा गर्ने। जस्तै 7 सालको उदाहरण लिनुहोस्। 7 सालमा राणालाई ढालेर शाहलाई ल्याउने काम गर्यो। शाह र राणा भनेको को हो त? उनीहरू त सम्धि खलक हो। सम्धि खलक भएपछि यो सम्धि राजा भए पनि भयो अथवा अर्को सम्धि त्यो सत्तामा बसे पनि भयो, उनीहरूलाई त कुनै फरक परेन। फेरि त्यस्तै 17 सालमा त्यही व्यवस्थालाई फेरि उही निरङ्कुशतर्फ लग्यो। अलिअलि जनताले बोल्ने पाउने अधिकार पनि खतम बनाइदियो। अनि त्यस पछाडि फेरि जनमत सङ्ग्रहको कुरा गरौँ। 36 साल फेरि यता आयो 46 सालमा। 46 सालमाको जनआन्दोलनले फेरि के गर्यो त भन्दाखेरि प्रजातन्त्र अथवा बहुदलीय प्रजातन्त्र भनेर ल्यायो। त्यसमा पनि को शासकहरू भए त? हाम्रो अनुहारको त कोही पनि भएन। हाम्रो अनुहारको मान्छेलाई चाहिँ खालि झोला बोकाउने, बन्दुक र बम बारुदको एउटा चोट सहनको लागि, चोट खानको लागि अगाडि बढाउने त्यो काममा मात्रै उनीहरूले लगायो। हिजोको 10 वर्ष जनयुद्धलाई हेर्नुहोस्, 62-63 को आन्दोलनलाई। त्यस पछाडि पनि के भयो त भन्दा त्यहाँ पनि सबै मर्ने, मारिने, मार्ने हाम्रै मान्छेहरू मात्रै भयो, हाम्रै अनुहारको मान्छे मात्रै भयो। र जेन्जी आन्दोलनले पनि फेरि के गर्यो त भन्दाखेरि त्यो पुरानो सत्ताहरूलाई, पुरानो शक्तिहरूलाई ढालेर नयाँ शक्तिहरू खडा गरिरहेको छ। किन खडा गरिरहेको छ भन्दाखेरि 7 सालको क्रान्तिको कुरा गरेँ मैले, 46 सालको कुरा गरेँ, 62-63 को कुरा गरेँ। त्यो सबैमा को शासक भए त भन्दाखेरि तिनै नाता गोता भएका सम्धि खलक, एउटा सम्धि खलकलाई फ्यालेर अर्को सम्धि खलकलाई शासन सत्तामा ल्याउने काम मात्रै भयो। त्यसलाई परिवर्तन भनिँदैन। त्यो चाहिँ सत्ता समीकरण अथवा सत्ता हस्तान्तरण मात्रै हो। त्यो त्यस्तैमा हामीलाई चाहिँ प्रयोग गरिरह्यो। त्यस कारणले गर्दाखेरि फेरि यो जेन्जी आन्दोलनले चाहिँ पुरानो शक्तिहरूलाई, पुरानो ठुला पार्टीहरूलाई चाहिँ फ्यालेर अथवा तिनीहरूलाई निकममा साबित गरेर नयाँ शक्तिहरू उत्पादन गरिरहेको छ। त्यो पनि हाम्रै अनुहारको मान्छेहरूलाई अगाडि बढाएर। यसमा चाहिँ हामी झनै होसियार हुनुपर्छ। त्यो युक्रेनको राष्ट्रपति जर्मनबाट लिएर उसलाई राष्ट्रपति बनाएको होइन, अमेरिकाबाट लिएर अमेरिकी मान्छेलाई त्यहाँ लिएर उसलाई राष्ट्रपति बनाइएको होइन। त्यहीँको जनतालाई, त्यहीँको नागरिकलाई त्यसरी उभ्याइएको थियो। त्यस्तै हाम्रो मुलुकमा पनि हाम्रो अनुहारको मान्छेहरूलाई देखाएर साम्राज्यवादी शासकहरूले हाम्रो मुलुकलाई चाहिँ एउटा युक्रेनको स्थितिमा पुर्याउने त्यो अभ्यासहरू गरिरहेको छ। त्यो कुरा चाहिँ तपाईँ हामीले बुझ्न जरुरी छ। यस्तो अन्तर्राष्ट्रिय राजनीतिहरूले हामीले बुझ्न सकेनौँ। किन बुझ्न सकेनौँ भन्दाखेरि जति बेला 46 सालको आन्दोलन पछाडि जनताले केही अधिकार त पायो, राजनीति गर्ने अधिकार, तर तपाईँ हामीलाई राजनीति गर्ने कहाँसम्म दियो त भन्दाखेरि एउटा टोलको राजनेता के टोलको नेताको रूपमा मात्रै प्रस्तुत गर्यो। टोलभरि कुद्ने होइन, आफ्नो गाउँभरि कुद्ने, त्यतिको मात्रै नेता बनाइदियो। त्यो नेतालाई चलाउने को थियो त भन्दाखेरि माथि त अर्कै थियो। हामीलाई त राष्ट्रिय राजनीतिसम्म पनि पुग्न दिएन उनीहरूले। अन्तर्राष्ट्रिय राजनीति त धेरै परको कुरा हो। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले आफ्नो घराइसी समस्याहरूसँग मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याहरूसँग पनि जुझ्न थाल्नुपर्ने हुन्छ। त्यो जुझ्नको लागि चाहिँ तपाईँ हामीलाई राजनीतिक चेतना चाहिन्छ। त्यो राजनीतिक चेतना भनेको चाहिँ अन्य कुनै पनि पार्टीले, कुनै पनि दलले दिनेवाला छैन। त्यो राजनीतिक चेतना दिने एउटै मात्रै सङ्गठन हो, त्यो चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन हो। यो मङ्गोल नेसनल अर्गनाइजेसनको एउटा दर्शन भनेको चाहिँ आफूले चिन्ने
आजसम्म हामीलाई लुट्ने हाम्रो साझा शत्रु साझा दुश्मनहरूलाई चाहिँ चिनाउने र आफ्नो मित्रहरूलाई चाहिँ चिनाउने यो लडाइँ हो। यत्रो 80% यहाँको 80% हिन्दू मूलवासी मङ्गोलहरू भएर पनि हामी किन आज पनि शासित नै छौँ त भन्दाखेरि हामी चाहिँ राजनीतिक रूपले सचेत भएनौँ, राजनीतिक रूपले एक भएनौँ। त्यो राजनीतिक रूपले सचेत नभएको कारणले गर्दाखेरि उनीहरूले आफ्नो झोले हनुमान करौटे कुरौटे भरौटे बनाउनको लागि सजिलो भयो। तर हाम्रो डाक्टर गोपाल गुरुङको राजनीतिक दर्शनले राजनीतिक लडाइँले चाहिँ त्यसरी अर्काको झोले कमारा खेताला बनाउने होइन, आफूलाई मालिक बनाउने, आफ्नो शाखा सन्तानहरूलाई यो मुलुकको मालिक बनाउने, शासक बनाउने, मान्छे जस्तो भएर बाँच्न सिकाउने एउटा दर्शन भनेको चाहिँ मङ्गोलवाद दर्शन हो। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको लडाइँ पवित्र लडाइँ छ, सत्यको लडाइँ छ। अघि नै साथीहरूले प्रवक्ता साथीहरूले जोडिसक्नु भएको छ। सत्यको लडाइँ लड्ने धेरै हुँदैन, 1-2 जना मात्रै हुन्छ, कम सङ्ख्यामा हुन्छ। यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। हाम्रो डाक्टर गोपाल गुरुङ एक्लैले लड्नु भएको लडाइँ आज देश विदेशमा व्याप्त रूपमा भइसकेको छ। यो कुरा तपाईँ हामीले बुझ्नुपर्ने हुन्छ। तपाईँ हामीले आफूलाई सानो ठान्ने होइन। तपाईँ हामी सानो होइनौँ। मत दिने बेलामा, भोट दिने बेलामा तपाईँ हामीले आफ्नो मतको तुलना गर्न सक्नुपर्छ। जस्तै राष्ट्रपतिले दिने एक मत, प्रधानमन्त्रीले दिने एक मत, मुख्यमन्त्री गृहमन्त्रीले दिने एक मत र तपाईँ हामीले दिने एक मतको महत्त्व भनेको चाहिँ, मूल्य भनेको चाहिँ बराबर हुन्छ। तपाईँ हामीले दिने मतको मूल्य कम र राष्ट्रपति प्रधानमन्त्रीले दिने मतको भार चाहिँ धेरै भन्ने कुरो होइन। तर उनीहरूले राष्ट्रपति प्रधानमन्त्रीले तपाईँ हामीलाई मत दिन्छ, दिँदैन। किन दिँदैन त भन्दाखेरि त्यो मतको मूल्य चाहिँ उसलाई थाहा छ। त्यो मतले आफ्नै मालिक हुनुपर्छ, मै शासन सत्तामा पुग्नुपर्छ भन्ने कुरो उसलाई थाहा छ। त्यस कारणले तपाईँ हामीलाई उसको मत दिँदैन। तर हामीले चाहिँ आफ्नो मत नचिनेर, आफ्नो मतको मूल्य नचिनेर नबुझेर उनीहरूलाई नै मत दिइरहेका छौँ। त्यो पनि कसरी भन्दाखेरि अघि पनि आएको कुरो, 1 गिलास रक्सीमा, 2 चोक्टा राँगाको मासुमा, 1 डब्बुका थुक्पामा, त्योभन्दा अलिक बेसी भयो भने 1-2 लिटर पेट्रोलमा, 1-2 हजार पैसामा, 1-2 किलो चामलमा त्यति पनि पर्दैन रहेछ। तपाईँ हामीलाई मिठो आश्वासन मात्रै दियो भने पनि तपाईँ हामी त्यसैलाई भोट दिने गर्छौँ। त्यही अन्धविश्वास गरेको कारणले गर्दाखेरि तपाईँ हामीले पटक पटक यो दुर्घटनाहरू भोग्नु परेको छ, यो दुर्दशाहरू भोग्नु परेको छ। त्यस कारणले गर्दाखेरि अब पनि तपाईँ हामीले विवेकको प्रयोग गरेनौँ भने तपाईँ हामी यो देशको मालिक होइन, यो देशको शासक होइन। तपाईँ हामीलाई यो देशबाट चाहिँ शरणार्थी बनाएर लखेट्न सक्छ यहाँको शासकहरूले। जनजाति त बनाइ नै सकेको छ। जनजाति भनेको के हो त? जनजातिको देश हुँदैन, जनजातिको घर हुँदैन, जनजातिको भाषा लिपि केही हुँदैन। त्यस्तो घुमन्ते फिरन्तेलाई चाहिँ जनजाति भन्छ। जो अघि नै कुरा जोड्दै हुनुहुन्थ्यो, जन भनेको चाहिँ कमारा हो। हामीलाई त कमारा बनाएको छ, संवैधानिक उसमै हामीलाई कमारा बनाएको छ। तर अब तपाईँ हामीले राजनीतिक रूपले एक भएर हामी पनि त्यो नियम कानुन बनाउने ठाउँमा पुगेर हामीले आफूलाई यो देशको मूलवासी मङ्गोल हो भनेर चाहिँ साबित गर्ने समय आइसकेको छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले चाहिँ आफ्नो मतको दुरुपयोग गर्नु हुँदैन। त्यस कारणले म यही मञ्चबाट यहाँहरूलाई यो आह्वान गर्न चाहन्छु कि आगामी निर्वाचनहरूमा, जुनसुकै निर्वाचनहरूमा पनि विवेकपूर्ण तरिकाले आफ्नो मताधिकार प्रयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई जगजाहेर गराउन चाहन्छु। आगामी निर्वाचन हुँदैछ, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ। त्यो दुईटै मतपत्रमा हामीले चुनाव कुखुराको भालेलाई खोजेर भोट दिने समय आइसकेको छ। त्यो
सङ्गठनले उठाएको उम्मेदवारलाई प्रत्यक्ष रूपमा जितायौँ भने अनि समानुपातिक मतपत्रमा हामीले भोट हानेर सङ्गठनलाई धेरै सिट विजय गरायौँ भने हाम्रो माग मुद्दाहरू अटोमेटिक रूपमा चाहिँ त्यो सबै पुरा हुँदै जान्छ। जस्तै उदाहरणको लागि 2064 सालमा जब मङ्गोल नेसनल अर्गनाइजेसन निर्वाचन आयोगमा दर्ता भयो, निर्वाचन आयोगमा दर्ता भएपछि समानुपातिक तर्फ चाहिँ देशैभरिबाट यो सङ्गठनलाई चाहिँ भोट आएको थियो। भोट आएको त्यो रेकर्ड छ। खालि 2टा जिल्लाबाट मात्रै आएन। त्यो 2टा जिल्लाबाट आएन, तर अरू सबै 73वटा जिल्लाबाट चाहिँ यो सङ्गठनलाई भोट आएको कारणले गर्दाखेरि शासकहरूले के थाहा पायो त भन्दाखेरि गोपाल गुरुङको दर्शन भनेको चाहिँ विश्वव्यापी हुने रहेछ भन्ने कुरो उनीहरूले त्यहाँबाट प्रष्ट थाहा पायो। त्यस कारणले गर्दाखेरि यो अहिलेको संविधान उनीहरूले घोषणा गर्न बाध्य भयो। यदि त्यसरी 1-2वटा जिल्लाबाट मात्रै समानुपातिक मत आएको भए सायद उनीहरूले यो लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार घोषणा गर्नको लागि धेरै समय लम्बाउन सक्थ्यो। तर हाम्रो डाक्टर गोपाल गुरुङको त्यो एउटा अदृश्य लडाइँ अर्थात् रहस्यमय लडाइँमा चाहिँ देशैभरिबाट त्यसरी दिएको कारणले, समानुपातिक मत दिएको कारणले गर्दाखेरि त्यो जितहरू हुँदै आएको छ। अब तपाईँ हामीले मेरो एक मतले के हुन सक्छ र भनेर भन्ने होइन। आफ्नो एक मत भनेको चाहिँ अघि नै भने मैले, त्यो राष्ट्रपतिको मत, प्रधानमन्त्रीको मत जत्तिकै महत्त्व राख्छ हाम्रो एक मतले। त्यस कारणले गर्दाखेरि हामीले अब आफूले आफूलाई शासक बनाउने, आफूले आफूलाई मालिक बनाउने, आफ्नो सम्पूर्ण अधिकार चाहिँ यो मुलुकमा चाहिँ स्थापित गर्नको लागि चाहिँ अब आफैले भोट दिने समय आएको छ। आफैले भोट दिनु भनेको चाहिँ चुनाव चिन्ह कुखुराको भालेलाई रोज्नु हो। तपाईँले अन्य चुनाव चिन्ह रोज्नु भयो भने त्यो चुनाव चिन्ह बोकेका पार्टीहरूको मालिकहरू भनेको चाहिँ अरू नै छन्। त्यस कारणले गर्दा त्यहाँ हामीले अधिकार पाउन सक्दैनौँ। जस्तै हिजो एमाले काङ्ग्रेस माओवादीलाई जिताएर पठाएकै हो, किन उनीहरूले चाहिँ हाम्रो अधिकार दिएन, हामीलाई अस्तित्व दिएन भन्दाखेरि त्यो लडाइँ भनेको चाहिँ अथवा त्यो मत भनेको चाहिँ त्यो हाम्रो दुरुपयोग भएको मत हो। त्यो अर्काको घरमा बसेको, अर्काको घरलाई दिएको समर्थन हो। अघि नै कुरो जोडिसक्नुभयो। अर्काको घरमा खेताला भएर काम गरियो भने, ज्यालामा काम गरियो भने बाली भित्राउने बेलामा त आफ्नो घर त चिल्लै हुन्छ, रित्तो हुन्छ। हामीले गरेको पसिना बगाएको सबै अरूले नै उठाउने गर्छ, फाइदा उठाउने गर्छ। यो कुरा तपाईँ हामीले बुझ्न जरुरी छ। त्यस कारणले गर्दाखेरि मेरो एक मतले केही हुनेवाला छैन भनेर नभन्नु होला। अब तपाईँ हामीलाई चुनावमा के गर्छ यिनीहरूले भन्दाखेरि तपाईँ हामीलाई झुक्क्याउनको लागि, अलमलाउनको लागि हाम्रै अनुहारको मान्छेहरूलाई चाहिँ यहाँ निर्वाचनमा उठाउँछ। फरक पार्टीबाट उठाइसकेपछि के गर्छ त उनीहरूले भन्दाखेरि अब तपाईँको मत हालेमा हान्नुभयो भने यता हाम्रो उम्मेदवार चाहिँ हार्छ, हाम्रो उम्मेदवार हार्यो भने हामीले सोचेको सपना पुरा हुँदैन, देश विकास हुँदैन भन्ने खालको भ्रमहरू तपाईँ हामीमा सिर्जना गराइदिन्छ उनीहरूले। अनि त्यो कुरामा हामी बहकिएर साँच्चीकै भालेलाई भोट नहानेर उनीहरूलाई भोट हाल्यो भने अघि पनि मैले जोडेँ, हाम्रो देशको फेरि दुर्घटना नहोला, हुँदैन भन्न सकिँदैन। अर्को फेरि आन्दोलन, यस्तै घटनाहरू नहोला भन्न सकिँदैन। यो आन्दोलनहरू, यो एउटा मुलुक नै दुर्घटना हुने खालको चाहिँ क्रियाकलापहरू किन भइरहेको छ भन्दाखेरि तपाईँ हाम्रो एउटा अधुरोदर्शी अथवा भावनामा बगेर गरेको निर्णयको कारणले गर्दाखेरि, गलत निर्णयको कारणले गर्दाखेरि हामीले यो दुर्घटनाहरू भोगिरहेका छौँ। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले अब विवेक प्रयोग गरेर चाहिँ हामीले भोट हान्ने बेलामा हाम्रो शाखा सन्तानहरूको, आउने भावी पुस्ताहरूको भाग्य र भविष्यलाई एकचोटि दिमागमा राखेर, मन मस्तिष्कमा राखेर चाहिँ भोट हान्ने समय आएको छ। त्यस कारणले गर्दाखेरि म तपाईँहरूको
समयलाई धेरै लिन चाहन्न, किन भन्दाखेरि तपाईँहरूले धेरै प्रतीक्षा गर्नुभयो र प्रतीक्षाको फल मिठो हुन्छ। त्यस कारणले पनि तपाईँहरूलाई अन्तिममा म के चाहिँ भन्न चाहन्छु भन्दाखेरि यो हामीले अहिले जति पनि जेनजी आन्दोलन पछाडिको एउटा नयाँ दलहरूको चाहिँ उभार आएको छ नि, यसो हेर्दा त यसले केही गरिहाल्छ कि यसले पो गर्छ कि भन्ने त देखिन्छ, तर त्यो चाहिँ वास्तवमा एउटा बर्खायाममा आएको खहरे भेल मात्रै हो। त्यो खहरे भेलले तपाईँ हाम्रो खेतबारीलाई भिजाउँदैन, तपाईँ हाम्रो खेतबारीलाई मलिलो बनाउँदैन, तपाईँ हाम्रो खेतबारीलाई चाहिँ त्यो खहरे भेलले चाहिँ बगर बनाइदिन्छ, बगरमा परिणत गरिदिन्छ। त्यस कारणले हामीले बुद्धि पुर्याउन जरुरी छ। त्यो खहरे भेलमा हामीले हाम फाल्ने कोसिस गर्यौँ भने हाम्रो जीवन पनि बाँच्दैन, हामी जीवित पनि रहँदैनौँ, हाम्रो सम्पूर्ण अस्तित्वले खत्तम हुन सक्छ। त्यस कारणले गर्दाखेरि त्यो खहरे भेलहरूबाट चाहिँ हामीले बस्नुपर्छ। जस्तै उदाहरणको लागि रासोपाले लिनुहोस्, रासोपा 2079 को चुनाव आउनुभन्दा 4 महिना अगाडि निर्वाचन आयोगबाट दर्ता पायो। त्यसलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने काम राष्ट्रिय मिडियाहरूले गर्यो, अन्तर्राष्ट्रिय मिडियाहरूले गर्यो, अनि उसले 20 सिट जित्यो। अन्तिममा आएर के भयो त? हामीले देख्यौँ नि त के रहेछ त्यहाँभित्रको षड्यन्त्र, कसरी उसलाई चाहिँ अगाडि बढाइएको रहेछ भन्ने कुरो चाहिँ हामीले प्रश्न देख्यौँ नि त। त्यस्तै अहिले जति पनि नयाँ अनुहारमा चाहिँ मङ्गोलकोहरू छ अनि अगाडि बढाइरहेको छ, उनीहरूलाई समर्थन गर्नु भनेको चाहिँ त्यो रासोपालाई भोट हानेर पछाडि पछुताएका मान्छेहरू केही हालत हाम्रो पनि हुन्छ। त्यस कारणले गर्दाखेरि यस्तो खालको एउटा भावनामा बगेर एउटा हुलहुद्दामा अथवा त्यो भिडको पछाडि लाग्नु भनेको चाहिँ त्यो विवेकपूर्ण निर्णय होइन।